हेलो गाइज होइन मैले चाहिँ न्यू मोडल सिभी इन्जिन जुन कन्स्ट्यान्ट भेलोसिटी जुन इन्जिन छ त्यो इन्जिनको चाहिँ मैले चाहिँ यहाँ प्लास्टिकको त्यो पुरै इन्जिन चाहिँ म बनाउँदिनँ, तर म चाहिँ जुन त्यसको जुन डिफ्रेन्ट सिभी इन्जिनको जुन डिफ्रेन्ट सिस्टम छ, जुन क्र्याङ्क साफ्टको जुन कन्स्ट्यान्ट भेलोसिटीवाला जुन सिस्टम छ त्यसलाई चाहिँ मैले यहाँ त्यसको रेप्लिका चाहिँ बनाउँदैछु है। मैले चाहिँ बनाउने कोसिस गर्दैछु र मलाई लाग्छ, जहाँसम्म लाग्छ म चाहिँ यसलाई सक्सेस बनाउँछु, तर म फुल इन्जिन चाहिँ बनाउँदिनँ, तर यो क्र्याङ्क साफ्टको त्योभरि बनाउँछु है। म क्र्याङ्क साफ्टको सिस्टमभरि बनाउँछु, तर म पुरै इन्जिन चाहिँ बनाउँदिनँ है, किनभने पुरै इन्जिन चाहिँ म पछि मेटलको बनाउने छु है। आजभोलि चाहिँ म जस्ट कसरी काम गर्छ भन्दा जुन रियल लाइफमा म हेर्नलाई चाहिँ म यो प्लास्टिकको बनाउँदैछु र यो प्लास्टिकको बनाएर हेर्नेछु र यो राम्रोसँग काम गर्यो भने होइन, काम त राम्रोसँग गर्छ होला, तर म चाहिँ केही चेन्जेस गर्छु होइन, केही चेन्जेस गरेर युज गर्छु, किनभने अब त्यस्तो अब सिभी इन्जिनको डिट्टो कपी चाहिँ बनाउन अलिक गाह्रै छ अब हामीलाई, किनभने अब त्यस्तो अब सिएनसी मेसिनहरू त्यस्तो मेसिन चाहिँ अब उपलब्ध हुँदैन हामीसँग। अब त्यही अनुसार चाहिँ म सकेसम्म कोसिस गर्छु है, बनाउने चाहिँ कोसिस गर्छु र मलाई जहाँसम्म लाग्छ म सफल पनि हुन्छु र यो चाहिँ म बिस्तारै चाहिँ म प्लास्टिकको बनाएर चाहिँ बिस्तारै चाहिँ म रियल मेटलको बनाउने छु र म त्यसमा चाहिँ मैले सोचेअनुसार चाहिँ म केटिएमको चाहिँ ब्लक लगाउने छु। त्यसमा चाहिँ केटिएमको ब्लक हालेर चाहिँ ओभर स्क्वायर इन्जिनको ब्लक हालेर चाहिँ म त्यो इन्जिन बनाउँछु। सिभी इन्जिन सिङ्गल सिलिन्डरवाला बनाउँछु जस्तो लाग्छ, किनकि मसँग एउटा मात्रै सिलिन्डर छ र त्यही हो। अब प्लास्टिकको बनाउँदैछु अहिले, अब बिस्तारै चाहिँ म चाहिँ मेटलको बनाउने छु।